जब मैले बिजनेस स्टार्ट गरेको थिएँ त्यतिखेर मलाई सेल्सको बारेमा त्यति धेरै थाहा थिएन। सेल्स गर्दै जाने क्रममा कस्टमरले डिफ्रेन्ट अब्जेक्सन्सहरू दिनुहुन्थ्यो। त्यो हरेक अब्जेक्सनलाई ह्यान्डल गर्न चाहिँ मलाई सबसे गाह्रो पार्ट लाग्थ्यो। र म अहिले देख्छु मेरो टिममा पनि या त धेरैजना कम्युनिटीहरूमा या त सेल्स पर्सनहरूमा पनि उनीहरूलाई सबैभन्दा गाह्रो पार्ट चाहिँ अब्जेक्सन्स ह्यान्डलिङ नै लाग्छ। कस्टमरले डिफ्रेन्ट अब्जेक्सन्सहरू राखिराख्नु भएको हुन्छ। त्यो अब्जेक्सनले गर्दाखेरि चाहिँ धेरै पटक म पनि फ्रस्ट्रेटेड भएको छु। होप तपाईँ पनि फ्रस्ट्रेटेड भइराख्नु भएको छ होला। सो द्याट तपाईँ यो भिडियोमा हुनुहुन्छ। र आज चाहिँ म तपाईँहरूलाई सेयर गर्नेवालामा छु डाइरेक्ट सेलिङमा अथवा सेल्समा तपाईँले कमन अब्जेक्सन्सहरू हुन्छ त्यो अब्जेक्सनलाई चाहिँ कसरी ह्यान्डल गर्ने र मैले कसरी ह्यान्डल गर्ने गर्छु त्यो कुराहरू चाहिँ म तपाईँलाई सेयर गर्नेवाला छु। र त्यो अब्जेक्सन्स युजुअली किन आउँछ त त्यो कुरा पनि म तपाईँलाई सेयर गर्नेवाला छु। सो वेलकम ब्याक टु माई च्यानल ढङ्गमान श्रेष्ठ। सो धेरैजनाले के सोच्नुहुन्छ भन्दाखेरि अब्जेक्सन भनेको इन पोइन्ट हो होइन। दुई चारवटा कस्टमरलाई ट्राई गर्नुहुन्छ प्रडक्ट सेल गर्न, बिजनेस अपर्च्युनिटी सेयर गर्न या त सर्भिस सेयर गर्न, अनि जब एउटा कस्टमरले कुनै अब्जेक्सन दिन्छ त्यस पछाडि चाहिँ लाग्छ कि अब चाहिँ सक्यो, अब चाहिँ के एन्सर दिने, ल म त स्टक भएँ या त मैले त सेल्स गर्नै सक्दिनँ क्या हो होइन। बट त्यो होइन रियालिटी। अब्जेक्सन्स ह्यान्डलिङ पनि एउटा स्किल्स हो। तपाईँले सही तरिकाले अब्जेक्सन्स ह्यान्डलिङ गर्न सक्नुभयो, कस्टमरलाई सही तरिकाले अन्डरस्ट्यान्ड गराइदिन सक्नुभयो भनेदेखि तपाईँको सेल्स कतै पनि जाँदैन र तपाईँ बेटर क्लोजर पनि बन्न सक्नुहुन्छ। र एकदमै इम्पोर्टेन्ट पार्ट हो सेल्समा। र आज हामी सिक्छौँ 7वटा अब्जेक्सन्सहरू तपाईँले कसरी ह्यान्डल गर्न सक्नुहुन्छ, स्पेसल्ली इन डाइरेक्ट सेलिङ। तपाईँले कसरी अब्जेक्सन्सहरूलाई ह्यान्डल गर्ने त। नम्बर 1, आई डोन्ट ह्याभ मनी, राइट। धेरैजनाले यो सुन्नुहुन्छ। कस्टमरलाई तपाईँले अप्रोच गर्नुभयो, आइदर तपाईँले प्रडक्ट सेलको लागि अप्रोच गर्नुभयो या त तपाईँले स्पेसल्ली तपाईँले अपर्च्युनिटी सेयर गर्नुभयो। आज मैले तपाईँलाई यो टपिकमा चाहिँ अपर्च्युनिटी सेयर गर्दाखेरि या त तपाईँले टिम बिल्ड गर्दाखेरिको अब्जेक्सनलाई चाहिँ कसरी ह्यान्डल गर्न सक्नुहुन्छ त्यो कुरा चाहिँ विशेष प्राथमिकता राखेर चाहिँ ह्यान्डल गर्नेवालामा छु। सो पैसा छैन मसँग। धेरैवटा कस्टमरले भन्नुहुन्छ, सायद तपाईँले पनि पाइराख्नु भएको छ, आई डोन्ट ह्याभ मनी, पैसा छैन मसँग, म अहिले गर्दिनँ, राइट। सो यो अब्जेक्सन किन आउँछ त त्यो कुरा चाहिँ अन्डरस्ट्यान्डिङ गरौँ पहिला। कतिपय चाहिँ यो अब्जेक्सन आयो भन्दैमा क्लाइन्ट्सलाई छोडिदिन्छ या त फलोअप गर्न छोडिदिन्छ या त त्यो अब्जेक्सनलाई ह्यान्डलै गर्दैन। ल ठिक छ, पैसा छैन, सक्यो होइन। बुझ्नुहोस् अब्जेक्सन यो किन आउँछ त भन्दाखेरि फर्स्ट थिङ्स पैसा नभएर अब्जेक्सन आएको होइन, क्ल्यारिटी नभएर चाहिँ अब्जेक्सन आएको हो। र अर्को चिज भनेको चाहिँ कस्टमरले जब त्यो प्रोडक्टमा या त त्यो अपर्च्युनिटीमा क्लियर भ्यालु देख्दैन नि त्यतिखेर पैसा छैन भन्छ क्या। सायद तपाईँ पनि कुनै पसलमा गएर केही सामान किन्दै हुनुहुन्छ भनेदेखि त्यतिखेर भन्नुभएको छ होला यो प्रोडक्ट त अलिक महँगो भयो, त यति धेरै पैसा त मसँग छैन, म अहिले किन्दिनँ। तर एक्चुअलीमा हामीले त्यो प्रोडक्टलाई रिजेक्ट गरेको होइन या त त्यो अपर्च्युनिटीलाई रिजेक्ट गरेको होइन क्या। त्यो प्रोडक्टले चाहिँ के भ्यालु प्रोभाइड गर्छ त या त के भ्यालु दिन्छ त मेरो लाइफमा त्यो कुरा हामीले हेरिराखेको हुन्छौँ क्या। सेम गोज टु योर कस्टमर अर प्रोस्पेक्ट एज वेल। तपाईँको कस्टमरले तपाईँको अपर्च्युनिटी र प्रोडक्टमा कमी देखेको होइन, त्यसमा के छ त भ्यालु त्यो चाहिँ तपाईँको कस्टमरले नदेखेको। त्यो कुरा नदेख्दाखेरि कस्टमरले आई डोन्ट ह्याभ मनी भनिराखेको हुन्छ। र सँगसँगै मान्छेलाई के डर हुन्छ भन्दाखेरि वाट इफ आई मेरो पैसा राम्रोसँग युटिलाइज भएन भनेदेखि जुन अमाउन्ट मैले इन्भेस्ट गर्दैछु। जस्तै कि तपाईँले जानुहोस् न कुनै एउटा सानो सामान किन्नुहोस्, एउटा टी सर्ट नै किन्दाखेरि त हामीले यो टी सर्टको कलर जान्छ कि जाँदैन भनेर सोधिराखेको हुन्छ। जब 1000 रुपियाँ 1500को एउटा सामान किन्दाखेरि भन्दाखेरि त भनेदेखि अब तपाईँले कुनै एउटा बिग इन्भेस्टमेन्ट गरिदिनुहुन्छ या त एउटा सर्टेन फाइनेन्सियल डिसिजन बनाउँदैछ भनेदेखि अभियसली कस्टमरले त्यो क्वेसन्स रेज गर्छ र अलिकति डाउटफुल हुँदाखेरि चाहिँ कस्टमरले आई डोन्ट ह्याभ मनी भनिराखेको हुन्छ। अब यो अब्जेक्सनलाई चाहिँ तपाईँले कसरी ह्यान्डल गर्न सक्नुहुन्छ त। के भन्नुभयो भनेदेखि चाहिँ तपाईँको कस्टमरले चाहिँ यो अब्जेक्सनलाई एकदमै कम दिन सक्छ या त तपाईँले त्यो कस्टमरको अब्जेक्सनलाई बेटर तरिकाले ह्यान्डल गर्न सक्नुहुन्छ। फर्स्ट थिङ्स तपाईँले त्यो कस्टमरलाई चाहिँ अप्रिसिएट गर्नुपर्ने हुन्छ। मतलब कि तपाईँले पैसा छैन भन्दैमा तपाईँले फलोअप गर्न छोड्नुभयो या त कुरा बुझाउन छोड्नुभयो भनेदेखि चाहिँ त्यो कस्टमरले तपाईँलाई नेक्स्ट टाइमदेखि कहिले पनि रेस्पोन्स गर्दैन। त्यही भएर अप्रिसिएट गर्नुहोस् कि ठिक छ तपाईँसँग पैसा छैन म मान्छु, तर तपाईँले पैसा नभएर स्टार्ट नगर्नु भएको हो कि पैसा बाहेक अरू केही छ तपाईँले नबुझेर तपाईँले स्टार्ट नगर्नु भएको हो। तपाईँले एउटा डिपर वेमा क्वेसन सोध्न चाहिँ एकदमै नै जरुरत छ। हामी क्वेसन नसोधिकन काम गर्छौँ, छैन सक्यो त्यस्तो होइन कि तपाईँले क्वेसन सोध्नुहोस् के कुरा चाहिँ उहाँले बुझ्नु भएको छैन, के कुरामा चाहिँ डाउट छ, सो द्याट तपाईँले गरिराख्नु भएको छैन या त डिसिजन बनाइराख्नु भएको छैन। र तपाईँले अप्सन्सहरू दिन सक्नुहुन्छ स्पेसल्ली इन डाइरेक्ट सेलिङ। तपाईँले कसैलाई अप्रोच गर्नुभयो, उसले ट्रेनिङहरू लिनुभयो र अब अगाडि बढ्ने बेला चाहिँ पैसा छैन भनेर राखेको छ भनेदेखि क्लियरली सिस्टमलाई अन्डरस्ट्यान्ड नगरेको कारणले गर्दाखेरि हुनसक्छ। किन त भन्दाखेरि जुन कम्पनीमा आज म छु, आज हामीले जुन कम्पनीमा काम गरिराखेको छ यहाँ चाहिँ कस्तो छ भन्दाखेरि पैसा लगाएरै मात्र बिजनेस स्टार्ट गर्नुपर्छ भन्ने छैन, वर्क स्टार्ट गर्नुपर्छ भन्ने छैन। विथआउट इन्भेस्टमेन्ट अथवा जिरोबाट पनि स्टार्ट गर्न सकिन्छ होइन। सो यो कुराको क्ल्यारिटी, सिस्टमको क्ल्यारिटी, प्लेटफर्मको क्ल्यारिटी चाहिँ तपाईँले राम्रोसँग बुझाइदिनु भयो भनेदेखि चाहिँ उहाँले रिस्टार्ट गर्न सक्नुहुन्छ या त सुरुवात गर्न सक्नुहुन्छ। सो सँगसँगै यही कुरामा के छ त भन्दाखेरि मान्छेले के बुझ्नु पर्यो त भन्दाखेरि मान्छेले कुनै बिउलाई रिजेक्ट गरेको होइन क्या। त्यो बिउ इफ रोप्यो भनेदेखि कति ठुलो बन्छ भन्ने त्यो ट्री नदेखेको कारणले गर्दाखेरि चाहिँ आई डोन्ट ह्याभ मनी भनिराखेको। सो तपाईँले चाहिँ के
सामर्थ्य राख्नु पर्यो, के भ्यालु चाहिँ देखाउन सक्नु पर्यो भन्दाखेरि इफ आज उहाँले सर्टेन अमाउन्ट लगाउनुहुन्छ या त सर्टेन अमाउन्ट इन्भेस्ट गर्नुहुन्छ या त प्रोडक्ट सेल गर्नुहुन्छ भनेदेखि चाहिँ फ्युचरमा चाहिँ त्यसबाट के बेनिफिट छ त भन्ने कुरा चाहिँ क्लियरली तपाईँले सोकेस गर्नुभयो भनेदेखि एज अ सेलर तपाईँले त्यो क्लाइन्ट्सलाई ह्यान्डल गर्न सक्नुहुन्छ। र अर्को चिज भनेको चाहिँ इज दिस एमएलएम, इज दिस पिरामिड। अब यो चाहिँ धेरै कस्टमरहरूले, क्युरियस कस्टमरहरूले सोधिराखेको हुन्छ र प्रायः जस्तो यो अब्जेक्सनमा चाहिँ सेलर अर प्रमोटरहरू नै हच्किन्छन्, ल यार हो कि क्या हो या त के हो, कन्फ्युज हुन्छ। र यो आउनुको रिजन चाहिँ के छ त भन्दाखेरि उनीहरूले पास्टमा नेगेटिभ इन्फर्मेसन्सहरू कलेक्ट गर्नुभएको छ, नेगेटिभ न्युजहरू उहाँहरूले हेर्नु भएको छ र ब्याड एक्सपिरियन्स भएको कारणले गर्दाखेरि पनि यो अब्जेक्सन्स आउने गर्दछ। र मान्छे त हो होइन, कसलाई चाहिँ मन लाग्छ र कुनै एउटा स्क्याममा फस्नको लागि, त्यो डरले गर्दाखेरि पनि उनीहरूले यो अब्जेक्सन्स राखिराख्नु भएको हुन्छ। र सँगसँगै अर्को भनेको चाहिँ बिजनेसको मोडललाई क्लियरली अन्डरस्ट्यान्ड नगरेको कारणले गर्दाखेरि चाहिँ यो क्वेसन सोध्नुहुन्छ। जस्तो कि बिजनेसको मोडललाई क्लियरली अन्डरस्ट्यान्ड नगरिसके पछाडि त के हो, कस्तो काम हो, कस्तो कम्पनी हो, होइन यहाँबाट साँच्चै रियल बेनिफिट्स लिन सकिन्छ कि सकिँदैन, होइन यो नभइसके पछाडि त डेफिनेटली उहाँहरूले क्वेसन्स रेज गर्नुहुन्छ। अब यो केसमा चाहिँ तपाईँ आफूले पनि के बुझ्नु पर्यो र कस्टमरलाई के बुझाउन सक्नु पर्यो भन्दाखेरि सिम्पल, कुनै पनि काम राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ, राइट? तर गर्ने तरिका, गर्ने सिस्टम, गर्ने कल्चर, गर्ने इन्भाइरोमेन्ट कस्तो छ त त्यसले धेरै नै म्याटर गर्छ। सो सिम्पल, मेरो बुझाइमा चाहिँ डाइरेक्ट सेलिङ चाहिँ दुईटा तरिकाको छ। एउटा भनेको चाहिँ लिगल डाइरेक्ट सेलिङ छ, अर्को भनेको चाहिँ इलिगल डाइरेक्ट सेलिङ छ, राइट? अब तपाईँले इलिगल डाइरेक्ट सेलिङ कस्तो हो भनेर सोध्नुहुन्छ भनेदेखि इलिगल डाइरेक्ट सेलिङ भनेको चाहिँ त्यहाँ चाहिँ कुनै पनि प्रोडक्ट हुँदैन, कुनै पनि प्रोपर ट्रेनिङ हुँदैन, कुनै पनि एक्युरेट बिजनेस प्लान प्रेजेन्टेसन हुँदैन र कुनै पनि एउटा सपोर्ट हुँदैन। जस्ट त्यहाँ मनी मात्रै सर्कुलेट भइराखेको छ, राइट? त्यहाँ जस्ट पैसा मात्र सर्कुलेट भइरहेछ भनेदेखि त्यो कम्प्लिटली इलिगल डाइरेक्ट सेलिङ हो। तर लिगल डाइरेक्ट सेलिङमा के हुन्छ, एउटा प्रोपर स्ट्रक्चर हुन्छ, प्रोपर रजिस्टर्ड कम्पनी हुन्छ, प्रोपर प्रोडक्ट हुन्छ, जुन प्रोडक्टले एक्चुअलीमा कस्टमरलाई भ्यालु दिन्छ, जुन प्रोडक्ट एक्चुअलीमा कस्टमरलाई चाहिन्छ त्यो प्रोडक्ट हुन्छ र बेटर एउटा सिस्टम र एउटा राम्रो कल्चर प्लस इन्भाइरोमेन्ट हुन्छ। अब सोच्नुहोस्, इफ तपाईँको माइन्डमा तपाईँको कम्पनीप्रति यो पोजिटिभ चिजहरू छ भनेदेखि इट्स कम्प्लिटली फाइन। इफ यो पोजिटिभ चिजहरू छैन र केही भन्ने बेला एउटा गर्ने बेला अर्को भइराखेको छ भनेदेखि तालमै कुछ काला है। सो सिम्पल, तपाईँको आफ्नो लिड्सलाई या त प्रोस्पेक्टलाई पनि तपाईँले यो कुरा बुझाउनु जरुरत छ कि एउटा लिगल वे र इलिगल वे के हो त भन्ने कुरा तपाईँले प्रोपर बेसिसमा डिफ्रेन्सिएट गरिदिनु भयो भनेदेखि डेफिनेटली तपाईँको प्रोस्पेक्टले यस भन्न सक्छ या त उसले बेटर तरिकाले अन्डरस्ट्यान्ड गर्न सक्छ। त्यही भएर तपाईँले आफ्नो कस्टमरलाई चाहिँ बेटर डिसिजन कसरी बनाउने या त इन्फर्म डिसिजन कसरी बनाउने भन्ने कुरामा चाहिँ हेल्प गर्नुभयो भनेदेखि तपाईँको क्लाइन्ट्स क्लोज हुन सक्छ र तपाईँले त्यो अब्जेक्सनलाई राम्रोसँग ह्यान्डल गर्न सक्नुहुन्छ। त्यस पछाडि के पनि बुझ्नु पर्यो यो कुरामा चाहिँ भन्दाखेरि एउटा ड्राइभरले गलत तरिकाले गाडी चलायो भन्दैमा सबै ड्राइभर गलत हो र? अभियसली नट हो। यसमा पनि त्यही हुन्छ, एउटा कम्पनी कतिपयको ब्याड एक्सपिरियन्स कारणले गर्दा एउटा कम्पनीले अथवा एउटा प्लेटफर्मले गलत गर्यो भन्दैमा सबै प्लेटफर्म, सबै कम्पनी, सबै इन्डिभिजुअल गलत हुन्छ त? अभियसली नट। यो कुरा तपाईँले पनि बुझ्नु पर्यो र तपाईँको आफ्नो प्रोस्पेक्टलाई पनि क्लियरली तपाईँले बुझाउन सक्नुपर्छ। आफ्टर द्याट ओन्ली टप पिपुल मेक मनी, राइट? अब यो कुरा हेर्ने हो भनेदेखि लजिकली यस, यो बिजनेसमा ओन्ली टप पिपुलले मात्रै कमाउँछ। तर यसो याद गर्नुहोस्, कुनै पनि त्यस्तो प्लेटफर्म छ, त्यस्तो कुनै पनि प्लेस छ, ठाउँ छ जहाँ चाहिँ टपले नभइकन बटमले चाहिँ बढी कमाइराखेको? लेट्स टेक एन एक्जाम्पल, ब्याङ्क सिइओले भन्दा क्लिनरले बढी कमाएको तपाईँले कुनै ब्याङ्क देख्नु भएको छ? अभियसली नट। एउटा टप फुटबलरले भन्दा एउटा एभरेज फुटबलरले बढी कमाएको तपाईँले कुनै ठाउँमा देख्नु भएको छ? एउटा टप क्रिकेटरले भन्दा एउटा नर्मल क्रिकेटरले धेरै कमाएको तपाईँले देख्नु भएको छ? अभियसली नट, राइट? र हरेक फिल्डमा, हरेक प्लेटफर्ममा हुने यही नै हो। इट्स युनिभर्सल गाइज। जुनसुकै ठाउँमा पनि टप अफ द पिपुल मेक मोस्ट अफ द मनी। बट डाइरेक्ट सेलिङमा के छ भन्दाखेरि एनी वान क्यान बी अन द टप। अब यो अब्जेक्सन चाहिँ किन आउँछ भन्दाखेरि चाहिँ द रियल रिजन इज मान्छेले के बुझिराखेको हुन्छ त भन्दाखेरि यो बिजनेसमा चाहिँ पोजिसन, हायर पोजिसनले मात्र कमाउने हो भन्ने बुझिरहेको हुन्छ, बट स्किल बेसिसमा होइन सोचिरहेको हुन्छ, राइट? तर त्यो होइन नि त। यहाँ त स्किलफुल पर्सनले चाहिँ बढी कमाउने हो, नट कि टप पोजिसनले मात्रै। अफकोर्स एउटा एडभान्टेज र प्रिभिलेज हुन्छ, टप पिपुलले कमाउँछ बढी, तर उनीहरू पनि त्यतिकै टपमा पुगेको चाहिँ पक्कै पनि हुँदैन। उनीहरूले पनि ग्राउन्ड लेभलदेखि स्ट्रगल गरेर नै टपमा पुगेको हुन्छ, राइट? सो त्यही भएर स्ट्रगल गरेर नै टपमा पुग्नुको लागि त्यो मान्छेसँग प्रोपर स्किल्स डेफिनेटली भएको हुनुपर्छ। त्यस पछाडि अर्को भनेको चाहिँ उनीहरूले फेल भएको पर्सनहरू धेरै देख्नुहुन्छ। उहाँले पनि स्टार्ट गर्नुभएको थियो, उहाँले पनि गर्न सक्नु भएन, उहाँको पनि खोइ केही भएको छैन। एउटा फेलियर पर्सन्सहरू देख्नुहुन्छ, बट किन फेल भयो भन्ने कुरा राम्रोसँग अन्डरस्ट्यान्ड गरेको हुँदैन। त्यही भएर टपले मात्र कमाउने त्यो रङ पर्सेप्सन राखिराख्नु भएको हुन्छ। सँगसँगै कतिपय तपाईँले एजेड पर्सनसँग, तपाईँभन्दा अलिकति एल्डर पर्सनहरूसँग कुराकानी गर्नुहुन्छ भने उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि मेरो त ढिला भइसक्यो या त तिमीहरूको लागि ठिक हो, मेरो लागि ठिक होइन, त्यो तरिकाले सोच्नुहुन्छ। त्यो डर क्या, मैले ढिलो स्टार्ट गरिसकेँ, अब म यहाँबाट जसले अगाडि स्टार्ट गरेँ त्यसले मात्र कमाउने। बट
इन रियालिटी डाइरेक्ट सेलिङमा बिजनेसमा त्यस्तो हुँदैन। जसले मेहनत गर्छ, जसले स्किल सिक्छ, त्यो व्यक्तिले बढी कमाइराखेको हुन्छ हैन। के लाग्छ तपाईलाई? कुनै पनि जस्तै कि एउटा जिममा जसले फर्स्ट जिम स्टार्ट गर्यो त्यो व्यक्तिको बढी खतरा हुने हो त? अभियसली नट नि त। जो व्यक्तिले कन्सिस्टेन्टली जिम गरिराखेको छ त्यो व्यक्तिको चाहिँ बढी खतरा हुने। सेम गोज टु दिस बिजनेस एज वेल। यहाँ पनि कुनै पनि पर्सनले छिटो स्टार्ट गर्यो भन्नेमा धेरै कमाउने भन्ने होइन, अथवा धेरै प्रफिट गर्ने भन्ने होइन। जसले छिटो अथवा जसले राम्रोसँग मेहनत गर्यो, जसले स्किल सिक्यो, जसले स्किललाई कन्सिस्टेन्टली के गर्दा इम्प्लिमेन्ट गर्यो, त्यो व्यक्तिको चाहिँ के हुने त फास्ट ग्रोथ हुने हो अथवा राम्रो ग्रोथ हुने हो। सो यो कुरा चाहिँ बुझ्न र बुझाउन एकदमै इम्पोर्टेन्ट छ। इफ तपाईँको कुनै पनि प्रोस्पेक्टले ओन्ली टप अफ द पिपल विल मेक मनी भनिराखेको छ भनेदेखि। त्यस पछाडि अर्को भनेको आइ एम नट इन्ट्रेस्टेड, राइट? मलाई त यसमा खासै इन्ट्रेस्ट लागेन हैन। यस्तो टाइपको कस्टमरहरू अथवा प्रोस्पेक्टहरू पनि पाउँछौँ हामीले, है। अब यो किन मान्छेले आइ एम नट इन्ट्रेस्टेड भनिराखेको हुन्छ त? त्यसको रिजन बुझौँ। सो फर्स्ट रिजन इज अपर्च्युनिटीलाई राम्रोसँग अन्डरस्ट्यान्ड नगर्नु। अपर्च्युनिटी एक्चुअलीमा कस्तो हो त, अथवा यसले कसरी वर्कआउट गर्छ त, त्यो कुरा नबुझिसके पछाडि आइ एम नट इन्ट्रेस्टेड भन्ने नै हो। जस्तै कि तपाईँले कुनै सामान किन्न जानुभयो, त्यो सामान मलाई मन परेन, अथवा तपाईँ म अहिले किन्दिनँ किन भन्नुहुन्छ? तपाईँलाई त नचाहिएर हुनसक्छ एक त। अर्को भनेको चाहिँ त्यो सामानलाई राम्रोसँग नबुझेर, त्यो सामान कसरी बनेको, के को लागि युज हुन्छ, त्यो कुरा राम्रोसँग नबुझेर नकिन्ने हो नि त। हो, तपाईँको कस्टमरले नट इन्ट्रेस्टेड भन्नुको रिजन त्यही नै हो। अर्को भनेको चाहिँ ब्याड पास्ट एक्सपिरियन्स पनि हुनसक्छ। आइ एम नट इन्ट्रेस्टेड, पहिला पनि गरिराखेको थिएँ, भएन, अब म गर्दिनँ, यो टाइपको पनि मान्छेको के हुनसक्छ त अब्जेक्सन हुनसक्छ। अर्को भनेको चाहिँ रङ टाइमिङ अर माइन्डसेट। कस्तो हुन्छ भन्दाखेरि सबैजनाको माइन्डसेट सेम हुँदैन, गर्नुपर्छ भन्ने हुँदैन। कतिपय पेसिमिस्टिक हुन सक्ला, अथवा कतिपय अलरेडी एउटा कुनै प्रोफेसनमा छ, म किन अरू लागिराख्नु भन्ने टाइपको एउटा क्वेसनले गर्दाखेरि पनि उनीहरूले आइ एम नट इन्ट्रेस्टेड भनिराख्नु भएको हुन्छ। अब यो केसमा चाहिँ तपाईँले अझै डिपर वेमा चाहिँ उहाँहरूको रिजन चाहिँ फाइन्ड आउट गर्नुपर्ने हुन्छ। आइदर प्लेटफर्मलाई राम्रोसँग नबुझ्नु भएर हो कि, कम्पनीको इन्सेन्टिभलाई राम्रोसँग नबुझ्नु भएर हो कि, होइन, कम्पनीको भिजनलाई राम्रोसँग नबुझ्नु भएर हो कि, प्रोडक्टलाई राम्रोसँग नबुझेर हो कि, अथवा युज नगरेर हो कि, के कारणले गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ आइ एम नट इन्ट्रेस्टेड भनेको छ, त्यो कुरा चाहिँ तपाईँले फाइन्ड आउट गर्नुपर्ने हुन्छ। अब यो कुरा चाहिँ तपाईँले राम्रोसँग कन्भर्सेसन गरेर मात्रै नै तपाईँले बुझ्न सक्नुहुन्छ। बेसिकल्ली मैले चाहिँ कसरी ह्यान्डल गर्छु, कसैले आइ एम नट इन्ट्रेस्टेड भनिराखेको छ भनेदेखि पहिला त म अप्रिसिएट गर्छु, इट्स ओके। कसैले नो भन्छ, कसैलाई मन पर्दैन, अथवा कसैलाई स्टार्ट गर्नु छैन भनेदेखि इट्स दियर चोइस। हामीले त्यहाँ धेरै डेस्परेट भएर ओभर कन्भिन्स गरेर कुनै पनि काम छैन। तर हामीले एटलिस्ट रिजन फाइन्ड आउट गरेर के रिजनले गर्दाखेरि चाहिँ त्यो आइ एम नट इन्ट्रेस्टेड भएको हो त भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौँ। र युजली मैले चाहिँ के भन्छु त भन्दाखेरि, ठिक छ अहिले तपाईँलाई इन्ट्रेस्ट लाग्दैन, इट्स फाइन। तपाईँलाई जहिले इन्ट्रेस्ट लाग्छ, जहिले तपाईँलाई फेरि रिस्टार्ट गर्नुपर्छ या स्टार्ट गर्नुपर्छ जस्तो लाग्छ, तपाईँले मलाई टेक्स्ट गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। कतिपयले चाहिँ के गर्छ भन्दा आइ एम नट इन्ट्रेस्टेड भन्ने बित्तिकै एउटा नेगेटिभ एटिच्युडले गर्दा क्लाइन्ट्सलाई ब्लक गरिदिने, प्रोस्पेक्टलाई इग्नोर गरिदिने, अथवा कन्भर्सेसनलाई नै कम्प्लिटली स्टप गरिदिने, ब्लकेज गरिदिने। यसले गर्दाखेरि चाहिँ तपाईँप्रतिको उहाँको पर्सेप्सन चाहिँ एकदमै नै ब्याड हुन्छ। सो यस्तो पर्सेप्सन चाहिँ कुनै पनि हालतमा क्रिएट नगर्नु होला। रेगुलर कम्युनिकेट गर्नुहोस् र बरु एउटा ठाउँ छोड्नुहोस्। ठिक छ, आज तपाईँले गर्नुहुन्न, जब तपाईँलाई स्टार्ट गर्न मन लाग्छ त्यतिखेर मलाई टेक्स्ट गर्नुहोस्, अथवा म तपाईँलाई आफ्टर अ मन्थ फेरि टेक्स्ट गर्छु। इफ तपाईँलाई फेरि स्टार्ट गर्न मन लाग्यो भनेदेखि वी क्यान रिस्टार्ट अगेन। सो यो कुरा चाहिँ तपाईँले के गर्नु पर्यो त बुझ्नु पर्यो। किन भन्दाखेरि सबैको आफ्नो इन्ट्रेस्ट हुन्छ, सबैको आफ्नो प्यासन हुन्छ, सबैको आफ्नो हबिज हुन्छ, होइन? सबैलाई बिजनेस नै गर्नुपर्छ, यही प्लेटफर्मबाटै अगाडि बढ्नुपर्छ भन्ने छैन। र बेटर तपाईँले यो केसमा चाहिँ के पनि एउटा अप्सन चाहिँ राखिदिन सक्नुहुन्छ भन्दाखेरि, ठिक छ तपाईँलाई अहिले स्टार्ट गर्न मन छैन, बट म तपाईँलाई एउटा बेस्ट रिकमेन्ड चाहिँ के गर्छु भन्दा तपाईँको यहाँ केही जाँदैन, इन्भेस्टमेन्ट जाँदैन, तपाईँले धेरै टाइम दिनु पर्दैन। जस्ट 1 विक अर 1 मन्थ ट्रायल गर्नुहोस्, जस्ट हेर्नुहोस्, ट्रेनिङ लेख्नुहोस्, सिक्नुहोस्, काउन्सिलिङहरू लेख्नुहोस्, प्रोडक्टलाई एउटा दुईवटा प्रोडक्ट युज गर्नुहोस्, एक्सपिरियन्स लेख्नुहोस्, अनि तपाईँलाई कस्तो फिल हुन्छ, त्यस पछाडि तपाईँले फाइनल डिसिजन बनाउनुहोस्। यहाँ तपाईँले स्टार्ट गर्ने बित्तिकै फुल अन एक्टिभ भएर काम गर्नुपर्छ भन्ने छैन। तपाईँले जति इफोर्ट लगाउन सक्नुहुन्छ त्यति इफोर्ट लगाउनुहोस्। इफ त्यस पछाडि तपाईँलाई ठिक लागेन भनेदेखि चाहिँ यु क्यान स्टप, अर तपाईँले कम्प्लिटली डिनाइट गरेर आफ्नो प्यासनलाई कन्टिन्यू गर्न सक्नुहुन्छ। इफ तपाईँलाई राम्रो लाग्यो भनेदेखि मजाले कन्टिन्यू गर्न सक्नुहुन्छ। र मेरो एक्सपिरियन्समा पनि भएको त्यही नै हो। सुरुवातमा मलाई पनि इन्ट्रेस्ट लागेको थिएन, तर जब सिक्दै गएँ, गर्दै गएँ, कि अर्निङ गर्दै गएँ, आफ्टर द्याट मलाई के आयो त झनै गर्नुपर्छ भन्ने सोच आयो। मेबी तपाईँलाई पनि त्यस्तो हुनसक्छ। हो, यो पर्सेप्सनमा तपाईँले के गर्न सक्नुहुन्छ, उहाँलाई अप्सनहरू राखिदिन सक्नुहुन्छ, तर डेस्परेट भएर होइन, कन्भिन्स धेरै गरेर होइन, एउटा राइट र इन्फर्म डिसिजन लेख्न लगाएर। सो त्यस पछाडि अब अर्को अब्जेक्सन भनेको चाहिँ आई ट्राइड इट बिफोर बट डिन्ट वर्क आउट, राइट? स्टार्ट गरेको थिएँ मैले, पहिला गरेको हो तर भएन। एक्ज्याक्टली मेरो यस्तै एउटा धेरैवटा लिडसँग मेरो यस्तो कुरा भइराखेको हुन्छ, पहिला स्टार्ट गरेको तर पछि नगरेको। अब किन चाहिँ यस्तो रिजन हुन्छ त? किन त मान्छेले चाहिँ सुरुवातमा गरेको थिएँ त्यही भएर अब चाहिँ मलाई गर्नु छैन किन भन्छ त भन्दाखेरि चाहिँ युजल्ली उनीहरूले स्टार्टमा जब काम गरेको हुन्छ त्यतिखेर
2-4 महिना अगाडि अथवा 2-4 वर्ष अगाडि कुनै XYZ कम्पनीमा काम गरेको हुन्छ, त्यसमा हुनसक्छ एउटा बेटर प्रोपर गाइडेन्स नभएको हुनसक्छ, प्रोपर सिस्टम नभएको हुनसक्छ, जसको कारणले गर्दा उहाँको फेलियर भएको हुनसक्छ। या त उहाँले बिजनेस त पाउनु भयो, प्लेटफर्म त पाउनु भयो, तर इन्कन्सिस्टेन्ट इफोर्ट पनि लगाएको हुनसक्छ नि त। किन त भन्दाखेरि एउटै क्लासमा पढ्ने सबै विद्यार्थी टप नभएको पनि छ नि त, अनि सबै टप हुन्छ त हुँदैन। भने जस्तै उहाँको पनि त्यस्तै हुनसक्छ कि ब्याड स्टुडेन्ट पनि हुनसक्छ जब उहाँले स्टार्ट गर्नुभएको थियो। त्यो कुरालाई चाहिँ बुझ्नु पर्यो। त्यस पछाडि अर्को भनेको चाहिँ स्ट्राटेजी नै गलत थियो कि उहाँले प्रडक्ट सेल गर्नुभयो अथवा बिजनेस सेयर गर्नुभयो, उहाँले सही ठाउँमा आफ्नो प्रडक्टलाई प्रेजेन्ट गर्न सक्नु भएन कि सही कस्टमरसँग उहाँले रिच आउट गर्न सक्नु भएन कि। किन भन्दा बिजनेस भनेको एउटा स्ट्राटेजीले चल्ने हो, नट कि ऱ्यान्डम लकले होइन। धेरैजनाको एक्सपेक्टेसन पनि यो बिजनेसमा के हुन्छ भन्दाखेरि स्टार्ट गर्यो लकको आधारमा भयो भनेदेखि त भयो होइन, रातारात करोडपति, बट त्यसरी त हुँदैन नि त। बिजनेस भनेको एक्चुअली स्ट्राटेजी, प्लान, एक्जिक्युसनले गर्दाखेरि चल्ने हो नि त। हो त्यो कुरा नभएर उहाँले स्टार्ट त गर्नुभएको थियो पहिला, त्यही कारणले गर्दा फेल भएको हुनसक्छ। हो अब यतिखेर तपाईँले के भन्न सक्नुहुन्छ, प्रोपर अन्डरस्ट्यान्डिङ दिन सक्नुहुन्छ तपाईँको कम्पनीको बारेमा, तपाईँको प्रडक्टको बारेमा, तपाईँको प्लेटफर्मको बारेमा र कम्प्लिट स्ट्रक्चर। तपाईँले यहाँ सुरुवात गर्नुभयो, डे 1 मा तपाईँले के गर्नुहुन्छ, डे 2 मा के गर्नुहुन्छ, विकली प्लान के हुन्छ हाम्रो, मन्थली प्लान के हुनुहुन्छ, हामी यहाँबाट कसरी अचिभ गर्न सक्छौँ राम्रो अचिभमेन्ट्सहरू, यो प्रडक्ट किन सेल हुन सक्छ तपाईँले रिजन दिन सक्नुहुन्छ, यो सिस्टममा तपाईँले काम गरिसकेपछि के बेनिफिट्स पाउन सक्नुहुन्छ। हो त्यो कुरा चाहिँ तपाईँले सो केस गर्न सक्नुहुन्छ। यसरी तपाईँले के गर्न सक्नुहुन्छ, कुनै पनि कस्टमरले अथवा प्रोस्पेक्टले तपाईँलाई मैले पहिले ट्राई गरेको थिएँ बट सफल भएन भनिराखेको छ भनेदेखि यसरी तपाईँले ह्यान्डल गर्न सक्नुहुन्छ मजाले उहाँको प्रब्लमलाई अन्डरस्ट्यान्ड गरेर। आफ्टर द्याट अर्को कमन अब्जेक्सन चाहिँ डु आई हेभ टु एड पिपल टु अर्न मनी, मैले मान्छे जोड्नुपर्छ टु मेक मनी। अब सिम्पल लजिकली भन्नुपर्दा यस तपाईँले यहाँ मान्छे जोड्नुपर्छ, बट तपाईँले कुनै पनि बिजनेस त्यस्तो देख्नु भएको छ जुन बिजनेसमा एड नगरिकन, पिपल एड नगरिकन बिजनेस रन भएको। एउटा होटलको एक्जाम्पल लिनु, त्यहाँ गेस्ट एड नभइकन त्यो होटल रन हुन्छ होला त। एउटा स्कुल अर युनिभर्सिटी कुरा गर्नु, त्यहाँ स्टुडेन्ट एड नभइकन, न्यू एडमिसन नभइकन त्यो स्कुल कलेज रन हुन सक्छ होला त? अभियसली नट। र कुनै पनि बिजनेस यो संसारमा जति पनि छ त्यसको लागि कस्टमर अथवा एउटा न्यू पिपल चाहिन्छ, तर फरक यति छ कि इन्टेन्सन कस्तो तरिकाले एड भइराखेको छ त होइन। स्कुलमा स्टुडेन्टलाई जोइन त गरौँ नि, तर राइट एजुकेसन प्रोभाइड गरेन भनेदेखि त्यो स्कुल पनि स्क्याम नै भयो, त्यो स्कुल पनि गलत नै भयो। गेस्टलाई होटलमा एड गर्ने अथवा वेलकम गर्ने बट त्यहाँ बेटर सर्भिस नदिने त्यो पनि स्क्याम नै भयो। सो सिम्पल थिङ्स यहाँ पनि त्यही नै हो। तपाईँले यहाँ एड गरेर मात्र तपाईँको ग्रोथ हुने होइन, एड गरेको पिपललाई हेल्प गरेर चाहिँ तपाईँको एक्चुअल ग्रोथ हुने हो। सो यो कुरा चाहिँ बुझ्न र बुझाउन एकदमै नै इम्पोर्टेन्ट छ। र यो भन्नुको मेन रिजन भनेको चाहिँ उनीहरू रिक्रुटिङ गर्न गाह्रो मान्ने, अरूलाई कन्भिन्स गर्न गाह्रो मान्ने कारणले गर्दाखेरि यो अब्जेक्सन दिइराख्नु भएको हुन्छ। कतिपयको सिस्टमलाई लिएर मिसअन्डरस्ट्यान्डिङ भएको हुन्छ, कम्पनीको स्ट्रक्चर के छ, कम्पनीको प्लान के छ, त्यसलाई नबुझेको कारणले गर्दाखेरि पनि आउन सक्छ। र अर्को भनेको चाहिँ सबैजना बेटर कम्युनिकेटर हुँदैन क्या, गुड कम्युनिकेटर हुँदैन। किन भन्दाखेरि चाहिँ अहिले पनि हाम्रो नेपालको सोसाइटी चाहिँ कस्तो छ त भन्दाखेरि अलिकति न्यारो कन्सेप्ट अथवा न्यारो माइन्डेड पिपुलहरूको सराउन्डिङ छ क्या। र पब्लिक स्पिकिङ, मान्छेसँग बोल्ने, नेटवर्किङ गर्ने भन्ने कुरा अझै पनि त्यो फ्यामिलियर हुन सकेको छैन। र यो कारणले गर्दा उनीहरू कम्युनिकेटर गुड नभइसके पछाडि उनीहरू लाग्छ कि धेरै बोल्नेले मात्र यहाँबाट अगाडि बढ्न सक्छ जस्तो लाग्छ। अनि त्यही भएर उनीहरूले यो टाइपको अब्जेक्सन्सहरू अथवा यो टाइपको क्युरियोसिटीहरू राखिराख्नु भएको हुन्छ। यसमा तपाईँले सिम्पल तरिकाले आन्सर दिन सक्नुहुन्छ। यहाँ तपाईँले अप्सन छ, तपाईँले यहाँ मान्छे एड गर्नुपर्छ या त कस्टमर एड गर्नुपर्छ भन्ने छैन। तपाईँले यहाँ दुईवटा अप्सन छ, एउटा रिटेल बेसिसमा तपाईँले आफ्नो प्रडक्ट मजाले सेल गर्न सक्नुहुन्छ। र हाम्रै टिममा पनि धेरैजना त्यस्तो इक्जाम्पल छ जसले 3, 4, 5 लाख, 6 लाख, 7 लाखसम्म रिटेल सेल्स गरिरहनु भएको छ। दे आर अर्निङ इन 6 फिगर। सबैजना छैन, केही पर्सेन्ट छ, तर तपाईँ त्यो बन्न सक्नुहुन्छ राइट। अर्को रेफरल जुन भनेको तपाईँले टिम बिल्ड गर्न सक्नुहुन्छ। यो भनेको चाहिँ कम्प्लिटली अप्सनल हो इन डाइरेक्ट सेलिङ। तपाईँले यहाँ रिक्रुट मात्रै गर्नुपर्छ भन्ने छैन, तपाईँले रेफरल बेसिसमा अथवा रिटेल बेसिसमा, मेनली रिटेल बेसिसमा तपाईँले मजाले के गर्न सक्नुहुन्छ, प्रडक्ट सेल गरेर पनि अर्न गर्न सक्नुहुन्छ। टिम बिल्ड गर्नु भनेको चाहिँ कम्प्लिटली अप्सनल हो। टिम बिल्ड गर्नु भने तपाईँलाई भोलिको दिनमा एउटा ह्युज टर्नओभर जेनेरेट गर्नको लागि तपाईँलाई काम लाग्छ। जसरी तपाईँले एक्लै गर्दाखेरि 20-25 हजार 1 लाखको सेल्स गर्नुहुन्छ भनेदेखि त्यही चिज तपाईँले 10-15 जना टिमसँग गर्नु भनेदेखि अभियसली तपाईँले 15-20 लाखको सेल्स जेनेरेट गर्न सक्नुहुन्छ। हो यो कुरा चाहिँ हो। तपाईँले यसरी चाहिँ तपाईँले आफ्नो लिड्सलाई चाहिँ कम्प्लिट अन्डरस्ट्यान्ड गराइदिन सक्नुहुन्छ। र अर्को भनेको चाहिँ वाट इफ आई कान्ट सेल। अब यो चाहिँ कस्तो पर्सनले भनिराखेको हुन्छ र किन भनिराखेको हुन्छ भन्दाखेरि चाहिँ मैले किन प्रडक्ट सेल गर्न सकिनँ भनेदेखि भन्दाखेरि चाहिँ जसलाई चाहिँ रिजेक्सनदेखि एकदमै डर लाग्छ, एउटा नर्मल कुनै जब गरिराखेको छ अथवा कुनै सेल्सको फिल्डमा इन्भल्भ हुनुहुन्न र अचानक सेल्स गर्दाखेरि कसैलाई अप्रोच गर्दाखेरि रिजेक्ट गर्यो भनेदेखि के गर्ने होइन। हो यस्तो टाइपको अब्जेक्सनले गर्दाखेरि चाहिँ उनीहरूले वाट इफ आई कान्ट सेल यो कुरा गरिराखेको हुन्छ। अर्को भनेको चाहिँ उनीहरूको प्रोपर सेल्सको स्किल्स बिल्ड नभइसकेको कारणले गर्दाखेरि। किन भन्दाखेरि सेल्स भनेको चाहिँ यस्तो हो जुन भनेको चाहिँ प्र्याक्टिकली गर्दै जाने क्रममा बेटर सिकिन्छ क्या, कम्प्लिटली प्र्याक्टिकल स्किल्स हो। मैले पनि ब्याचलर BBA मा सेल्सको बारेमा पढेँ
होइन, धेरैवटा कोर्सहरू बुकहरू पढेँ, बट त्यो बुकमा पढेको भन्दा नि मैले गरेर धेरै सिकेको छु क्या। सो मिन्स एउटा प्रोपर प्र्याक्टिकल एजुकेसन उनीहरूले कुनै ठाउँमा कुनै ट्रेनिङ कुनै कोर्सहरू नलिख्दाखेरि चाहिँ उनीहरूलाई पक्कै पनि गाह्रो लागेको हुनसक्छ। वाट इफ आई कान्ट सेल भन्नुको रिजन। अर्को भनेको चाहिँ सेल्फ कन्फिडेन्सको पनि कुरा आउँछ। कतिपय इन्ट्रोभर्ट टाइपको हुन्छ, कतिपय राम्रोसँग खुलेर नबोल्ने टाइपको हुन्छ, जसको कारणले गर्दाखेरि उनीहरूको एउटा एकदमै फ्यु सर्कल हुन्छ, एकदमै कम सर्कलमा उनीहरू कम्युनिकेट गरिराखेको हुन्छ। अनि धेरै नेटवर्क नहुँदाखेरि चाहिँ हट नेटवर्क नहुँदाखेरि चाहिँ ल मेरो त प्रडक्ट सेल गर्न सक्दिनँ होला, हो यो टाइपको कन्सेप्ट हुनसक्छ। अब यो कुरामा तपाईँले कसरी क्ल्यारिटी दिन सक्नुहुन्छ त, सेल्स भनेको एउटा स्किल्स हो जुन चाहिँ सिक्न सकिन्छ। जसरी हामीले लेख्न सिक्यौँ, जसरी हामी बोल्न सिक्यौँ, जसरी हामीले कुनै स्पोर्ट्सहरू खेलेर गरेर सिक्छौँ, त्यसै गरी सेल्स पनि एउटा स्किल्स हो। यहाँ तपाईँले सिक्न सक्नुहुन्छ र यहाँबाट ग्रोथ हुने चान्स चाहिँ किन छ भन्दाखेरि चाहिँ यहाँ प्रोपर ट्रेनिङ स्ट्रक्चर छ, यो सोकेस गर्न सक्नुहुन्छ। किन भन्दाखेरि कम्पनीमा के छ त, प्रोपर ट्रेनिङ हुन्छ, लिडर्सहरूले डिफ्रेन्ट ट्रेनिङ्सहरू अरेन्ज गर्नुभएको हुन्छ, वान एन्ड वान काउन्सिलिङ, पर्सनल कोचिङ एन्ड मेन्टरसिप हो। यो कुराहरूको तपाईँले भ्यालु अथवा एउटा इन्फर्मेसन चाहिँ प्रोभाइड गर्न सक्नुहुन्छ। तपाईँ यहाँ एक्लै हुनुहुन्न, तपाईँ ग्रो गर्नको लागि तपाईँसँग यहाँ टिम छ जसले तपाईँलाई हेल्प गर्न सक्छ तपाईँको स्किल्स इन्हान्समेन्ट गर्नको लागि, हो। यो कुरा तपाईँले सो गर्नुभयो भनेदेखि डेफिनेटली उहाँको अब्जेक्सन जुन छ त्यो क्लियर हुनसक्छ। सो यसरी तपाईँले 7वटा अब्जेक्सन्सहरूलाई चाहिँ कस्टमरको मजाले ह्यान्डल गर्न सक्नुहुन्छ। इफ तपाईँले यो अब्जेक्सन्सहरूलाई बेटर वेमा ह्यान्डल गर्न सक्नुभयो भनेदेखि प्रोभाब्ली तपाईँले अलमोस्ट 80-90% तपाईँको क्लाइन्ट्सलाई मजाले कन्भर्ट पनि गर्न सक्नुहुन्छ या त प्रोपर बेसिसमा डिल गर्न सक्नुहुन्छ। र अब्जेक्सन्स ह्यान्डलिङ गर्नु भनेको नट जस्ट तपाईँले डिल क्लोज गर्नु मात्रै होइन, अब्जेक्सन्स ह्यान्डल गर्नु भनेको चाहिँ तपाईँले मार्केटलाई र कस्टमरलाई पोजिटिभ मेसेज दिनु पनि हो। सो अब्जेक्सन्सबाट टाढा भाग्नु भन्दा नि अब्जेक्सनलाई चाहिँ सामना गरेर अगाडि बढ्नुहोस्। आज क्लोजिङ नभए पनि तपाईँको डिल अभियसली फ्युचरमा बेटर क्लोजिङहरू आउँछ र तपाईँ एउटा बेटर क्लोजर बन्न सक्नुहुन्छ। सो विश यू अल द भेरी बेस्ट। र योभन्दा अगाडिको तपाईँले भिडियोमा वाइ 95% पिपल फेल इन दिस बिजनेस अर सेल्स भनेर तपाईँ हेर्न सक्नुहुन्छ भिडियो मेरो च्यानलमा, मजाले हेर्नुहोस्। र अर्को नेक्स्ट टपिक चाहिँ तपाईँलाई कुन टपिकमा हेर्न मन छ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। र तपाईँको आफ्नो टिमलाई पनि जसले अब्जेक्सन्स ह्यान्डलिङमा स्ट्रगल गरिरहनु भएको छ उहाँलाई मजाले यो ट्रेनिङ फरवर्ड गर्न सक्नुहुन्छ। सो गुड लक।